गुड मर्निङ सेवा नमस्ते फेरि पनि स्वागत छ यहाँहरूलाई मेरो अर्को भ्लगमा। हाम्रो चाहिँ आज यहाँ मनाङमा दोस्रो दिन हो। अब हामी यहाँ खाजा खाएर अनि तल ग्रिन लेकतिर झर्छौँ। फेरि हिजो त्यही बाटो आएको, तर हिजो हामी त्यतिकै त्यहाँ नपसिकन आज जाने भनेर अनि हामी माथि सिधै आयौँ। अब हिजोकै गाडीले हामीलाई फेरि तल ग्रिन लेकसम्म लगिदिन्छ। त्यो गाडी चाहिँ तल बेसी सहरै झर्ने हो, तर हामीलाई त्यहाँ लगिदिन्छौँ भनेर भनेको छ त्यो भाइले। अनि हामी त्यही गाडीमा जानलाई हामी खाजा मजाले खाँदैछौँ। हेर्दै गर्नुहोला हाम्रो भिडियो के कस्तो हुन्छ। प्लिज लाइक कमेन्ट चाहिँ गरिदिनु होला, नयाँले सब्सक्राइब चाहिँ गरिदिनु है। यो सबै मनाङको दृश्य हो। यो चाहिँ बादलहरूको बिचमा म तिमीलाई नै पाउँछु। बादल बनेरै आए नि हुन्छ, घाम बनेरै छाए पनि, शब्द बनेरै बसे नि हुन्छ, लय बनेरै गाए पनि, मनको कुनै कुनामा किन आम्बो कत्रो चट्टानै गाइस। हामी चाहिँ आज बिहान उठ्यौँ, खाजा खायौँ, अनि त्यसपछि यहाँ ग्रिन लेक जानलाई आएको। हामी दुईजना यहाँ पछाडिको भ्यू हेर्नु त कस्तो दामी छ। जति आँखाले देखिन्छ यो क्यामेराले क्याप्चर गर्न सक्दैन क्या भएर। किन मास्क लगाएको? यो घाम आउँछ नि त। यो नाकिन न मलाई त केही छैन। मैले त पोता आए पनि जहिले पनि म यसरी नै हिँड्ने हो। जति सेभ गरेँ त्यति झन् आउँछ। त्यही भएर म बरु काली भए पनि केही छैन, म दिलवाली हो। आजको बिहान कति बज्यो? 8 बज्यो। 8:30। हामी 6 बजे उठेर फ्रेस भएर अनि खाजा ब्रेकफास्ट खाएर अनि त्यसपछि फेरि हिजो आएकै गाडीमा चढेर त्यही भाइले ल्याइदियो। ऊ चाहिँ बेसी सहर जाने अरे, उसै ल्याइदियो। अनि फेरि अनि हामी त्यहाँ झरेर आयौँ। हामी दुईजना मात्रै छौँ। भ्युज हेर्नु है, धेरै क्यामेरा नघुमाउनु भन्छ क्या, स्टोभर राख्नु भन्छ। म त फनन दौडिनु न 1 2 3 भन्नु न। 1 2 3 पछाडि पनि कस्तो दामी छ। कताबाट गइछ? यताबाट गइछ क्या, यताबाट। यहीँबाट यहाँबाट जाने। गाइज ग्रिन लेक आइपुग्यो हामी। क्या दामी छ। ओहो ओए उपर कस्तो दामी बस्ने ठाउँ छ। ल गाइज म देखाउँछु ढान्टाना। हेर्नुहोस् कस्तो दामी। वाउ कस्तो राम्रो आयो त। स्वर्गको टुक्रा कुदेर आएको त घाँटी नै खापै भयो। ऊ पर जाऊँ ल, यहीँबाट ऊ पर। तर यतिबाट यतातिर चाहिँ राम्रो आइरहेको तपाईँको त्यो उज्यालो आइरहेको ल क्यामेरामा। ल गाइज
हामी फाइनली ग्रिन लेक आइसक्यौँ एकछिन रेस्ट गऱ्यौँ अनि त्यहाँबाट यहाँको सिनहरू हेर्नु ल हेर्नुहोस् सिन हेर्नुहोस् अन्त ठ्याक्कै हिमाल छ अब म यहाँनिर होइन अब म चाहिँ यहाँ एउटा सरप्राइज एउटा ड्रेसको ढाकाको साडीमा एउटा सानो ब्लग मतलब एउटा सानो क्लिप आउँछ होला तपाईँहरूलाई तपाईँहरू पनि आनन्द लिनुहोस् हेर्नु त ग्रिन लेक अब एकछिन पछि त्यसपछि यहाँबाट हिँड्दै गएर 1 घन्टा जतिमा पुग्छ अरे माथि ब्लू लेक हामीले पछाडि छोडेर आएको पहिला ग्रिन लेक हेरेर अनि त्यसपछि मात्र ब्लू लेकमा जाने हो अहिले एकछिनमा तपाईँहरूलाई त्यो भिडियो पनि आइहाल्छ मेरो साथी चाहिँ यहाँनिर बसिरहेको छिन् शीतलमा उसलाई चाहिँ घाम पर्दैमा फरेनहरू कति आएको छ क्या कुन देशको थाहा छैन भयो पाए त यो हक्सास मैले भिडियो खिच्दा गाइज साथीभाइ होइन हामी चाहिँ तल ग्रिन लेकबाट भर्खर आएर बाटो हिँड्दैछौँ ब्लू लेक जाँदैछौँ बाटो हिँड्दैछौँ म यही हालिदिन्छु के हो त हेर्नु त कति राम्रो छ तपाईहरु बोली नसुन्नु नेचर हेर्नु ल बोल्न आउँदैन जस्ट फिल इट हावा लिनुहोस् म सँगसँगै यति रमाइलो भएको छ है हामी ग्रिन लेकमा यति रमाइलो गऱ्यौँ तपाईँ आफै आउनुपर्छ यो एक्सपिरियन्स फिल गर्न कति त आइसक्नु भएको होला तिमीहरू हामी उहिले गएको तिमीहरू पछि गएको भनेर आउनु भयो होला हामी पछि गयौँ आए पनि कति रमाइलो भएको छ अनि अब ब्लू लेक जान्छौँ खाना खाएको छैन हामीले 12 बज्यो दिउँसोको यस्तो घाम छ अनि त्यसपछि खाजा खान्छौँ ब्लू लेकमा एकछिन घुम्छौँ अनि त्यसपछि भागा जान्छौँ
अनि रात पर्छ। अनि भोलिपल्ट हामी तिलिचो जान्छौँ। भोलि हामी बिहान तिलिचो हिँड्छौँ। ल अहिले ब्लु लेकमा गएर भेटौँ। आज ब्लु लेकको भिडियो आउँदैन होला किनभने अझै टाढै छ नि त। हामी बिस्तारै हिँडेको। पछाडि हेर्नु त गाइस कति राम्रो छ। हिमाल वरिपरि हेर्नु आहा। ल आज ब्लु लेकको भ्लग आउँदैन गाइस, भोलि मात्र आउँछ ल। हामी आज ब्लु लेक जाँदैनौँ, भोलि जान्छौँ। भोलि हेर्नु होला। आजलाई यही हेरेर म बाई भन्न चाहन्छु। ऊ चाहिँ तल आउँदैछ। अन्तिम हेर्नु नि त आजको भ्लगमा सबै हामी एकछिन यहाँ रेस्ट गर्छौँ अनि जान्छौँ। यहाँ बाई भन्दै हो ल। बाई बाई। यो के को हो यो? ओइ मान्छे मरेको हो यो? के को हड्डी हो यो? भूत वो कौन बनेगा भूत? भूत बनेगा भूत। यहाँनिर पनि कति राम्रो सिन छ। उता परसम्म गर्छु अनि आजलाई बन्द गर्छु। बन्द। We are enjoying. Yes. गफर्दै गर्दै आएको क्या। अनि त्यही भएर आधी घन्टाको बाटो नै हामी 3-4 घन्टै भइसक्यो। 2 आवर्स जति हिँड्न होला है। अनि केही फिल भएको छैन मलाई यो यस्तो कति मजा लाग्छ। ए एउटा चिज देखाउँछु है। चौरी गाईको होला। क्या हो यो गाइस? ओइ
दिदी फोटो खिच्दै